सबैजना गएर फिल्मको लागि प्रेसिडेन्ट जसले पनि माग्न पाएन त्यो थाहा छ तर त्यसरी ब्यानरै राखेर अनाउन्समेन्ट हुन्छ त्यो चाहिँ हामीलाई पनि थाहा थिएन हामी अनअवेर थियौँ त्यो विषयमा चाहिँ ब्यानर राखेर आरती गर्दा चाहिँ कि तपाईँलाई आफै पर्सनली यसो हेर्दा चाहिँ मिस्टेक भयो जस्तो लाग्छ कि लाग्दैन यस्तो सबैजनाको आफ्नो धारणा हुन्छ जस्तो लाग्छ क्या मलाई जस्तो यदि कसैलाई मिस्टेक लाग्न सक्छ कसैलाई होइन मेरो चलचित्र हो यो मेरो पनि ठाउँ हो मैले पनि गर्न पाउनुपर्छ जस्तो लाग्नुपर्छ तर म नेपाल फिल्महरू कतिले अप्रेडिट फेभरेट टिमले यो पालि फुटबल खेलेको छ ओके थ्याङ्क यू सो मच शुभकामना रानी बजारको लागि कस्तो बढी र माया हामी त डाइरेक्ट फोटोसप हिसाबमा होइन 5 गतेदेखि फिल्म लाग्दैछ फिल्मलाई नै अलिकति विशेष ध्यान दिउँ हिरो हिरोइन भन्दा पनि एउटा कथा राम्रो बोलेको छ एउटा सङ्घर्ष बोलेको छ क्या यो कथामा सो यो खानुपर्ने होइन यो एकदम दुःखका दिनहरू त्यो खालको कतिको भयो तपाईँको लाइफको सम्झौताहरू धेरै नै मैले त मेरो प्रायः इन्टरभ्यूहरूमा पहिलाको इन्टरभ्यूहरूमा त प्रायः भनि नै रहेको हुन्छ डिनर खानुपर्ने त्यो पनि पानीमा चुकेर चिया पनि भन्दा पनि पानीमा चुकेर खाने त्यस्ता सङ्घर्षका कथाहरू धेरै छन् क्या त्यो कुराले रिलेट गर्छ क्या मलाई चाहिँ एकदम रिलेट गर्छ काम दिन्छु भन्दै कुरा आउने होइन त्यो भइ नै हाल्छ अब अडिसन दियो होइन अडिसन दियो अनि भोलि सुटिङ हुन्छ भनेर भन्यो तर भोलि चाहिँ तपाईँ चाहिँ सेलेक्ट हुनु भएन अर्को सेलेक्ट हो भन्ने धेरै कुराहरू छ त्यस्तो जिन्दगीमा रुनु धेरै परेको छ अब सायद कतिपल्ट भन्दा भयो अब म गलत फिल्डमा आइछु मैले छोड्न पर्ने हो भन्ने तरिकाले गलत फिल्डमा त त्यस्तो फिल भएन मलाई तर मैले मन पराएको फिल्ड हो तर मैले सङ्घर्ष गर्नुपर्छ अझै सङ्घर्ष पुगेको थिएन होला सायद मलाई लेखेको छैन होला अब समय आउँछ भनेर पर्खिन्थेँ गलत फिल्ड त मलाई कहिले पनि भएन किनकि यही कलाकारिता क्षेत्रले विराटनगरदेखि यहाँसम्म ल्याएको छ होइन त्यस कारण त्यस्तो खालको फिल भएन तर घर परिवारलाई चाहिँ कस्तो हुँदो रहेछ भने यति सङ्घर्ष गरेँ कि खान नपाएर पुरै त यस्तो भइरहेको छ त आइज फर्कियो भनेर चाहिँ भनिरहनुहुन्थ्यो तर म चाहिँ यसैमा जुझ्न चाहन्थेँ क्या तर जुधिसकेपछि पनि एक किसिमको सफलता चाहिँ पाइँदो रहेछ भन्ने कुरा चाहिँ मैले फिल गरेको छु तिमी जगतमा सबैभन्दा धेरै खुसी भएको मलाई त अब यस्तो हुन्छ रेडियो नाटकमा नाटक गर्न पाउनु पनि मेरो लागि खुसीको क्षण थियो त्यो सत्य 2060 सालको कुरा थियो त्यो बेलामा त्यो 60 सालमा त्यो सत्य आउनु पनि ठुलो कुरा थियो 2054 सालमा नासो भन्ने चलचित्रमा खेल्न पाउनु कुरा थियो 2055 सालमा गोली सिसाको भन्ने गीतको डान्स गर्न पाउनु पनि ठुलो कुरा थियो छक्का बच्चा ठुलो कुरा थियो भनेपछि मान्छेको अविरल यात्रा चाहिँ कहिले पनि पनि दुःख पाए भनेर आत्तिनु हुँदैन सबै कुरा पाए भनेर मात्तिनु हुँदैन भनेको सन्देश चाहिँ एउटा छ क्या जिन्दगीमा त्यस कारणले गर्दा म चाहिँ के भन्छु भने सङ्घर्ष गर्नु सक्दैन त्यो पनि किन डराइन्छ भन्दाखेरि मलाई मन परेको फिल्म हो क्या कलाकार जित्दाको काम चाहिँ कस्तो लाग्यो त जित्दाहरूमा होइन उहाँहरूको सङ्घर्ष जित्नु राम्रो कलाकार पर्फेक्ट कलाकार जित्नु नेपाल कमेडियन छवि भए तापनि उसले गरेका सेन्टिमेन्टहरू एकदमै धेरै हामीलाई पुग्नु सक्यो त्यस्तो कलाकार सबै किसिमको भाव गर्न सक्छ कि फिल्ममा पनि भनेको छ नवरस भने जस्तै त्यो सबै किसिमको भाव उसले गर्न सक्छ कि त्यस कारणले गर्दा जित्नु नेपाल एउटा राम्रो कलाकार हो र उसले उतार चढाव गरि नै रहेको थियो तर आइएम जित बहादुर भनेर जुन किसिमको उसलाई सोच आयो यस्तो त बनाउनै पर्छ मैले भनेर सोच आयो त्यो सोचाउनु पनि ठुलो कुरा हो अनि के छ त अब फिल्मको कुरा अहिले खोज्न त मिलेन होइन समय पक्रिँदै बनाउँदै हुनुहुन्छ जस्तो हामीले चाहिँ नेपाललाई कतिको देख्न पाउँछौँ कि पाउँदैन यो चाहिँ कुरा सेक्रेट राखौँ होइन किनभने चिनको अनि अब माग्नेजीको आइला भयो होइन अरू त्यस्ता आर्टिस्टहरू पनि खोज्छ हामीसँग होइन त्यस कारणले गर्दा अब चितो नेपालको चाहिँ सेक्रेटै राख्छौँ पोस्टर ब्यानरै राखेर प्रमोसन हामीलाई चाहिँ विभिन्न मेरो पुरानो प्रतिमा हामी सबैजना परिवारै लिएर गएको थियौँ हामी चाहिँ साँच्चै नै अवेर थिएनौँ हामी चाहिँ अवेर भन्नाले हजुर हुनुहुन्थ्यो आन्टी हुनुहुन्थ्यो त्यसो भए उहाँ त त्यो दिन घरबाट आउनु भएको थियो